हेलो साथीहरु, फेरि पनि नमस्ते हजुरहरुलाई मेरो न्यू भिडियोमा है मिनी ब्लगमा हजुरहरुलाई स्वागत गर्दै आज मैले बिहान मेरो नानीलाई चाहिँ कपाल बाटी दिदै थिएँ नि त स्कुलको लागि तयारी। आज उसको लास्ट डे स्कुल एक्जामको हो अनि उसको चाहिँ कपाल बाटी दिदै थिएँ है। अनि कपाल बाटेर चाहिँ उलाई राम्रै बनाएर चाहिँ अब स्कुल पठाउनु पर्छ नि त भन्दै हजुरहरुसँग मर्निङ भन्दै है यही गर्दै थिएँ। अनि यसरी अब हामीलाई पनि सानोमा आमाहरूले यसरी बाटेर पठाउनु भएको थियो। अहिले मेरो नानीलाई पनि मैले यसरी बाटेर पठाउँदैछु। अनि अरू बेला त आमाले कोरिदिनुहुन्छ, अहिले चाहिँ आमा भ्याउनु भएन, आमाको नि काम लाग्दैछ नि त। अन्त त्यसले गर्दाखेरि अन्त अहिले चाहिँ मैले नै कोरिदिएको है। अनि ऊ चाहिँ फोन नहेरी सक्दैन नि त कोर्नु। अन्त मैले कोरेर सिनिक्क बनाइदिएँ है। त्यसको बादमा चाहिँ म ड्युटी जानुको लागि निस्केको है। अनि ड्युटी जानुको लागि निस्किँदाखेरि चाहिँ मेरो हेलमेट चाहिँ फुटेछ नि त। अन्त कसरी फुट्यो त्यो चाहिँ मलाई थाहा भएन है। अन्त मलाई चाहिँ अस्ति किनेर ल्याइदिनु भएको थियो नि त अङ्कलले। अन्त खै मलाई थाहा भएन कसरी फुट्यो भनेर। अन्त सायद बुढाले फुटाएको होला भनेर चाहिँ मैले त्यही लगाएर गएँ है साथीहरु। म चाहिँ ड्युटी गएको नि त। अनि थ्याङ्क यू सो मच वाचिङ माई भिडियो। नेक्स्ट ब्लगमा भेट्नु होला है हजुरहरुलाई। नेक्स्ट ब्लगमा हजुरहरुलाई